सम्पूर्ण दर्शकबिनलाई स्वागत छ हाम्रो यो शिक्षक सेवा लाइसेन्स तयारी युट्युब च्यानलमा है। यस च्यानलमा दैनिक रूपमा हामीले नयाँ मोडल सेट यानी कि महत्त्वपूर्ण मोडल सेटहरू हामी उपलब्ध गराउँछौँ। तपाईले भिडियो अन्तिमसम्म हेरेर हामीलाई साथ दिनु होला है। र भिडियो मन पर्यो भने लाइक कमेन्ट अनि हाम्रो च्यानलमा तपाई नयाँ हुनुहुन्छ प्लिज सब्स्क्राइब गरिदिनु होला। हाम्रो भनेको शिक्षक सेवा आयोग तयारी लाइसेन्सको हाम्रो युट्युब च्यानलबाट हामीले हालिरहेछौँ भिडियो अन्तिमसम्म हेर्नु होला, किनकि अब तपाईको 4-5 दिन मात्रै बाँकी छ। लाइसेन्सको इक्जाम आइसक्यो है, तपाईको तयारी भयो छैन, तयारी गर्नु पर्यो है। र भिडियो अन्तिमसम्म हेर्नु, साथीलाई सेयर गरिदिनु। अब तपाईले शिक्षक सेवा आयोग निम्न माध्यमिक तहको अध्यापन पत्रको लिखित परीक्षाको नमुना प्रश्न सेट जुन चाहिँ विषय रहेको छ सेवा सम्बन्धी समय भनेको 1 घण्टा हुन्छ है। त्यो त सबैलाई थाहा छ। तपाईको लाइसेन्स पनि आइसक्यो, के प्रश्नोत्तर पनि आइसक्यो, अब इक्जाम हुन बाँकी छ है। प्रश्न नम्बर 1 मा ध्यान दिनु, म विस्तारै पढ्छु, ध्यान दिएर हेर्नु होला। एकछिन म होल्ड गर्छु, एन्सर तपाईहरुलाई सोध्ने समय है। नेपालको संविधान अनुसार आधारभूत तथा माध्यमिक शिक्षा डडरको अधिकार सूचीभित्र राखिएको छ। संघको राखिएको छ कि प्रदेशको राखिएको छ कि स्थानीय तहको राखिएको छ कि संघ प्रदेश र स्थानीय तह राखिएको छ? के होला यसको राइट एन्सर हो स्थानीय तह राखिएको छ है। 2 मा रहेको छ प्रदेश निर्माणका लागि मानव संसाधन विकास गर्न शिक्षाले समाजको कुन क्षेत्रमा सुधार गर्नु पर्दछ भनेछ। यो चाहिँ सामाजिकीकरण, समावेशीकरण, विश्वव्यापीकरण, आधुनिकीकरण भनेको छ। यो चाहिँ आधुनिकीकरणमा गर्नुपर्छ। के गर्नुपर्छ? आधुनिकीकरणमा चाहिँ तपाई के गर्नुपर्छ? सुधार गर्नुपर्छ है। 3 मा रहेको छ शिक्षा नियमावली 2059 अनुसार निम्न माध्यमिक तहको शिक्षकले कति उपचार खर्च पाउँछ भनेछ। अब यो चाहिँ निम्न माध्यमिक छ, यहाँ सो हेर्ने है। क्वेशन के हुनेछ? निम्न माध्यमिक शिक्षकले चाहिँ उ चाहिँ के भएपछि बिरामी भएपछि उपचार खर्च कति पाउँछ? 12 महिना बराबरको रकम पाउँछ कि 18 महिनाको बराबरको रकम पाउँछ कि 21 महिना बराबरको रकम पाउँछ कि 13 महिना बराबर रकम पाउँछ? यसको राइट एन्सर हो 18 महिनाको बराबर पाउँछ। यो भनेको निभावी भनेको 18 महिना भयो। मावि सोध्यो भने कति? 12 महिना हुन्छ है। मावि सोध्यो भने 12 महिना बराबरको पाउँछ। अर्को भनेको प्रावि सोध्यो भने के हुन्छ? तपाईको 21 महिना बराबर सबभन्दा बढी प्राविको पाउँछ है। यो चाहिँ याद गरेर राख्नु होला है। यो चाहिँ अवश्य सोधिरहने क्वेशन हो, याद चाहिँ अवश्य गरिराख्नु होला है। भिडियोलाई लाइक गर्न नभुल्नु होला है। प्रश्न नम्बर 4 मा दिगो विकासका लक्ष्य अन्तर्गतको शिक्षा सम्बन्धी लक्ष्यका लागि 2030 एजेन्डाले सबै तहमा कस्तो शिक्षा प्रदान गर्नेछ भनेछ। ए मा समतामूलक समावेशी शिक्षा, बी मा समतामूलक शिक्षा, सी मा रहेछ गुणस्तरीय शिक्षा, डी मा समावेशी र समतामूलक गुणस्तरीय शिक्षा भनेको छ। यो चाहिँ समावेशी र समतामूलक गुणस्तरीय शिक्षा हुन्छ है। प्रश्न नम्बर हामी कतिमा छौँ? 5 मा नेपालको सन्दर्भमा समाहित शिक्षाको महत्त्वलाई तलका मध्ये कुन कुराले स्पष्ट पार्छ? ए मा शिक्षामा सबैको पहुँच पुर्याउनु, बी मा एकीकृत शिक्षालाई जोड दिनु, सी मा शिक्षा र विद्यार्थी बीचको सम्बन्ध सुदृढ गर्नु, डी मा माथिय सबै। यसको राइट एन्सर माथिय सबै हुन्छ है। के हुन्छ? माथिय सबै नै हुन्छ। प्रश्न नम्बर 6 मा नेपालमा प्राविधिक तथा व्यवसायिक विद्यालयको अनुमति दिन अधिकार कसमा निहित छ भनेछ। जुन चाहिँ नेपालमा चाहिँ प्राविधिक तथा व्यवसायिक विद्यालयको अनुमति दिन अधिकार कसमा निहित छ भनेछ। ए मा संघीय सरकार, बी मा प्रदेश सरकार, सी मा स्थानीय सरकार, डी मा माथिका सबै भनेको छ। के होला? यसको राइट एन्सर तपाईँ के हुन्छ? संघीय सरकारमा छ कि प्रदेश सरकारमा छ कि स्थानीय सरकारमा छ कि माथिको सबैमा छ? के हुन्छ भन्नु त? यसको राइट एन्सर हो संघीय सरकारमा हुन्छ। सोच्नु है, मैले 1 सेकेन्ड सोच्ने मौका दिन्छु, सोचेर एन्सर भनिहाल्नु होला है। कतिवटा मिलाउनु भयो? एकदम महत्त्वपूर्ण क्वेसन हो कि एकदम भिआइपी सेट हो, एकदम धेरै महत्त्वपूर्ण। कतिवटा मिलाउनु भयो? तनावका कारणले देखिने व्यवहारिक असर तलका मध्ये कुन होइन भनेछ है। तनाव भएपछि तपाईले के देखिन्छ? कुलतमा फस्ने, अवश्य फस्छ। तनाव भइसकेपछि कुलतमा फस्ने, रक्सी खाने, चुरोट खाने, जाँड खाने हुन्छ। मुड परिवर्तन हुने, खाना मन नलाग्ने। तनाव भएपछि कहाँ खाना मन लाग्छ? खाना मनै लाग्दैन।
मद्यपान गर्ने, मद्यपान त मदिरापान त अवश्य गरिहाल्छ तनाव भएपछि, यो चाहिँ मुड परिवर्तन नहुने है, मुड चाहिँ परिवर्तन हुँदैन। अर्को रहेको छ तपाईको 8 को, कुनै एक परिस्थितिमा प्राप्त ज्ञान र सिपलाई अर्को परिस्थितिमा प्रयोग गर्न सक्नुलाई के भनिन्छ? सिकाइ स्थानान्तरण, अभ्यास, स्मरण, अभ्यास। यसको राइट एन्सर सिकाइ स्थानान्तरण हुन्छ है। प्रश्न नम्बर 9 मा सम्बन्ध प्रत्यावर्तन सिकाइ सिद्धान्त अनुसार साचार्य केमा हुन्छ? यसको राइट एन्सर CS और UCS हुन्छ। यो चाहिँ बारम्बार सोध्ने क्वेसन हो, CS र UCS मा हुन्छ है। अर्को रहेको छ 10 मा उत्तर बाल्यावस्थालाई तलका मध्ये कुन रूपमा चिनिन्छ अरे? उत्तर बाल्यावस्था, यहाँ सोध्नु, उत्तर बाल्यावस्थालाई तलका मध्ये कुन रूपले चिनिन्छ? कुन रूपले चिनिन्छ? एकल उमेर, समूह उमेर, सोचनीय उमेर र समूह उमेर भनेको छ। यसको राइट एन्सर हो सोचनीय उमेर हो है। प्रश्न नम्बर 11 मा तलका मध्ये कुन बुदाले शिक्षाको सामाजिक कार्यलाई जनाउँछ? कुन बुदाले चाहिँ शिक्षाको सामाजिक कार्यलाई जनाउँछ? ए मा सामाजिक गतिशीलता, बी मा नयाँ ज्ञानको विकास सही सामाजिक हस्तान्तरण, सी मा असमानता र विभेदको अन्त्य, डी मा छ सांस्कृतिकको हस्तान्तरण भनेको छ। के होला? यसको राइट एन्सर रहेको छ तपाईको नयाँ ज्ञान विकास सहितको सामाजिक हस्तान्तरण है। प्रश्न नम्बर हामी कतिमा छौँ? 12 मा। 12 को ध्यान दिएर हेर्नु ल। 12 को विद्यालय सुधार योजना निर्माणको अन्तिम चरण तलका मध्ये कुन हो? ए मा कार्यान्वयन योजना र अनुगमन, बी मा छ लागत अनुमान र स्रोतको खोजी, सी मा शैक्षिक सूचक निर्माण र डी मा छ शैक्षिक तथ्याङ्क सङ्कलन। के होला यसको एन्सर? तपाईको विचारमा के लाग्छ? यो चाहिँ कार्यान्वयन योजना र अनुगमन हुन्छ है। प्रश्न नम्बर 13 विद्यालय शिक्षामा नागरिक समाजलाई कस्तो कार्यमा उपयोग गरिँदैन भनेछ? जुन चाहिँ विद्यालय शिक्षामा नागरिक समाजलाई कस्तो कार्यमा उपयोग गरिँदैन? ए मा शैक्षिक विकास, बी मा जनशक्ति विकास, सी मा आर्थिक विकास, डी मा भौतिक विकास भनेछ। के होला यसको राइट एन्सर? यसको राइट एन्सर हो शैक्षिक विकास चाहिँ होइन है। प्रश्न नम्बर 14 मा शिक्षकको पेशागत विकासका विशेषता तलका मध्ये कुन पर्दैन भनेछ? अनिवार्य र निरन्तर भइरहेको प्रक्रिया, यो चाहिँ के गर्छ? पर्छ। आफ्नै प्रयास र सहकर्मी बीचको सहकार्यबाट पनि हुने, यो पनि पर्छ। शैक्षिक रूपमा दीर्घकालसम्म चलिरहने प्रक्रिया, यो पनि पर्छ। सेवा प्रवेशका लागि अनिवार्य शर्त, यो पर्दैन। प्रश्न नम्बर हामी कति? 15 मा शिक्षक सेवा आयोगले प्रदान गर्ने अध्यापन अनुमति पत्रको महत्त्व तलका मध्ये कुन हो? महत्त्व चाहिँ कुन हो? अनुभव शिक्षक छनौट गर्नु, योग्य शिक्षक छनौट गर्नु, तालिम प्राप्त शिक्षक छनौट गर्नु, ऊर्जावान शिक्षक छनौट गर्नु। यो चाहिँ सबभन्दा बेस्ट एन्सर भनेको योग्य शिक्षक छनौट गर्नु के पर्याप्त चाहिँ अध्ययन अनुमति पत्रले योग्य शिक्षक छनौट गर्नु है। प्रश्न नम्बर 16 शिक्षकको स्वाभिमानमा चोट नपुर्याइकन गरिने सुपरिवेक्षण तलका मध्ये कुन हो? जुन चाहिँ शिक्षकको स्वाभिमानमा चोट नपुर्याउने गरी सुपरिवेक्षण तलका मध्ये कुन हो? ए मा निकट सुपरिवेक्षण, बी मा दूर सुपरिवेक्षण, सी मा प्रशासनिक सुपरिवेक्षण र डी मा निर्माणात्मक सुपरिवेक्षण भनेको चाहिँ यो चाहिँ दूर सुपरिवेक्षण हो है। त्यसपछि 17 मा नेपालमा शिक्षाको गुणात्मक र स्तरयुक्त विकासका लागि पहिलोपल्ट सिफारिस गर्ने कार्य कसले गरेका थिए भनेछ? ए मा राष्ट्रिय शिक्षा आयोग, बी मा राष्ट्रिय शिक्षा परिषद, सी मा राष्ट्रिय शिक्षा पद्धतिको योजना र डी मा स्वर्णाङ्गिक राष्ट्रिय शिक्षा आयोग भनेछ। यसको राइट एन्सर राष्ट्रिय शिक्षा परिषद है, राष्ट्रिय शिक्षा परिषद। प्रश्न नम्बर 18 मा सामुदायिक विद्यालयको कार्य सम्पादन परीक्षण गर्नुको मुख्य उद्देश्य कुन हो? ए मा कमजोर पक्षको लेखाजोखा गर्नु, बी मा सुधारको क्षेत्र पहिचान गर्न, सी मा विद्यालय
के हो विद्वानमान विद्यालयमान अवस्थाको लेखाजोखा गर्नु सबल पक्ष पत्ता लगाउनु के होला यसको राइट एन्सर भन्नु त यसको राइट एन्सर रहेको छ सुधार क्षेत्रको पहिचान गर्न तपाईलाई मैले भनिरहेको छु जुन चाहिँ लाइसेन्स आइसकेको छ अब चाहिँ 3-4 दिन मात्रै बाँकी छ अब तपाईले अझै पनि मलाई लाइसेन्स निकाल्न मन छ भने 99769 443570 यानी कि यो नम्बरमा व्हाट्सएपमा मेसेज गर्नु हामीले 10 वटा एकदम धेरैभन्दा धेरै क्वेशनहरु फस्ने एक्जाममा 10 वटा सेट दिन्छौं मोडल सेट त्यो चाहिँ एकदम भिआईपी सेट दिन्छौं 10 वटा एकदम भिआईपी सेट दिन्छौं तपाईले त्यो पढेर एकदम 100% लाइसेन्स निकाल्ने सम्भावना के तपाईको जुन चाहिँ 1-2 दिनमा पढेर बना कम्प्युटरका क्वेशनहरु दिन्छौं आईक्यू क्वेशनहरु दिन्छौं शिक्षक सेवा सम्बन्धी सबै क्वेशन दिन्छौं समथिङ 10 वटा सेट छन् त्यो 10 वटा सेट चाहिँ लग्न नभुल्नु होला अहिलेसम्म जो लग्नु भएको छ त्यो चाहिँ पढ्दै गर्नुस् जो लग्नु भएको छैन त्यहाँहरुले लग्नु होला 9769443570 मा व्हाट्सएपमा आएर धेरै मेसेज गर्ने सट्टै क्यूआर पठाइदिने पेमेन्ट गर्ने म हाल्दिहाल्छु है तपाईलाई है अहिलेसम्म 4-500 जना लगिसकेछन् त्यस्तो तपाईले केही अप्ठ्यारो मान्नु पर्दैन आउने पेमेन्ट गर्ने क्यूआर पठाउने पेमेन्ट गर्ने म पठाइदिहाल्छु है तपाईलाई है अनि पढ्न सुरु गर्ने प्रश्न नम्बर 19 मा गुणस्तरीय शिक्षाको लागि विद्यालयका न्यूनतम सक्षमताका कति सूचकहरु तयार गरिएको छ 15 वटा 20 वटा 25 वटा र 30 वटा भनेको छ के होला कति वटा यो चाहिँ 25 वटा हो यसको राइट आन्सर कति हो 25 वटा प्रश्न नम्बर 20 विकेन्द्रीकृत विद्यालय शासनको फाइदा तलका मध्ये कुन पर्दैन ए मा स्थानीय सहभागितामा वृद्धि बी मा सरकारवालाहरूसँग उत्तरदायित्व बोध सी मा लागत साझेदारी र स्रोतको सदुपयोग र डी मा स्थानीय राजनीतिको प्रभाव यसको राइट आन्सर हो लागत साझेदारी र स्रोतको सदुपयोग प्रश्न नम्बर 21 एउटै दक्ष र सक्षम शिक्षकको नेतृत्वमा तलका मध्ये कुन कुरा हुनु पर्दछ ए मा मेहनत बी मा प्रतिबद्धता सी मा दूरदृष्टि र डी मा माथिका सबै यो चाहिँ माथिका सबै हुनु पर्छ है एउटा दक्ष र सक्षम टिचरमा है शिक्षकमा प्रश्न नम्बर 22 विद्यालयमा निश्चित उद्देश्यका लागि विभिन्न समूहका सदस्यलाई काममा उतार्ने कार्यलाई डडर भनिन्छ समूह परिवर्तन समूह बनोट समूह परिचालन समूह निर्माण यसको राइट आन्सर हो समूह परिचालन हुन्छ है प्रश्न नम्बर 23 कार्यालय व्यवस्थापन अन्तर्गत माथिल्लो तहले तल्लो तहलाई वा तल्लो तहले माथिल्लो तहलाई सूचना सम्प्रेषण गर्ने कार्य कुन सञ्चारको ए मा समतलीय सञ्चार बी मा लम्बीय सञ्चार सी मा मिश्रित सञ्चार र डी मा छट्के सञ्चार यसको राइट आन्सर हो लम्बीय सञ्चार प्रश्न नम्बर हामी कति 24 मा छौं विद्यालयमा शिक्षक भन्दा कक्षा धेरै भएका जुन चाहिँ विद्यालयमा शिक्षक भन्दा धेरै कक्षा भएका अवस्थामा प्रयोग गर्न सकिने शिक्षण अवस्था तलका मध्ये कुन हो ग्रेड टिचिङ सब्जेक्ट टिचिङ मल्टी ग्रेड टिचिङ अल अफ एबभ भने त्यो होइन है मल्टी ग्रेड टिचिङ चाहिँ हुन्छ प्रश्न नम्बर 25 मा प्रश्न गर्ने सिपमा तलका मध्ये कुन प्रविधि पर्दछ यो चाहिँ एपीपीएलई एप्पल पर्छ किन ए भनेको के हो आस्क गर्नु क्वेशन सोध्नु बी भनेको पल्स गर्नु यानी कि रोकिनु सी भनेको पोइन्ट गर्नु ली भनेको लिसनिङ ई भनेको इभ्यालुएट गर्नु हो किन आस्क पल्स पोइन्ट लिसनिङ इभ्यालुएट यसको एप्पलको है प्रश्न नम्बर 26 वार्षिक कार्ययोजना अर्धवार्षिक योजना मासिक योजना एकाइ योजना दैनिक पाठ योजना बनाउने मुख्य आधार कुन हो विद्यालय सुधार योजना वार्षिक कार्यतालिका वार्षिक कार्ययोजना एकाइ योजना के होला भन्नुस् त यसको राइट आन्सर तपाईलाई के लाग्छ यसको राइट आन्सर रहेको छ वार्षिक कार्यतालिका प्रश्न नम्बर हामी कति छौं 27 मा पाठ्यक्रमको परिभाषा सम्बन्धी परिवर्तित
परिवर्तित धारणाको क्रम कुन हो भनेछ। कुन होला भन्नु त तपाईलाई के होला यसको? यस्तै विषयवस्तु, अनुभव, उद्देश्य र योजना हुन्छ है यसको राइट आन्सर। प्रश्न नम्बर 28 राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 अनुसार प्रारम्भिक बाल विकास शिक्षा अन्तर्गत सिकाइका क्षेत्रहरू कतिवटा छन्? 3 वटा, 4 वटा, 6 वटा, 8 वटा? यसको राइट आन्सर हो 6 वटा। प्रश्न नम्बर 29 मा कक्षा शिक्षणमा प्रयोग हुने सामग्री कस्तो हुनुपर्छ? जुन चाहिँ कक्षा शिक्षणमा प्रयोग हुने सामग्री कस्तो हुनुपर्छ? कस्तो हुनु पर्ला? सिकाइलाई सरल, सहज र दिगो बनाउने अवश्य हुनु पर्यो। त्यस्तो भएन भने कामै छैन। अर्को रहेको छ सिकाइ प्रक्रियालाई प्रभावकारी बनाउने, यो पनि हुनु पर्यो। सिकारुलाई सिकाइमा उत्प्रेरित गर्ने, यो पनि हुनु पर्यो। माथिका सबै यसको एन्सर चाहिँ राइट छन् है। प्रश्न नम्बर 30 राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 अनुसार आधारभूत शिक्षा जुन कक्षा 1 देखि 3 को वार्षिक कार्यघण्टा कति हुन्छ? यो त सबैलाई थाहा छ 832 याद गरिराख्नु है। यो त धेरै सोध्ने क्वेसन हो 832। प्रश्न नम्बर 31 उदाहरण, प्रयोग र अभ्यासबाट क्रमशः नियम, सूत्र तथा सिद्धान्त तर्फ जाने विधिलाई डटर भनिन्छ। प्रत्यक्ष विधि, निगमन विधि, आगमन विधि, खोज विधि? यसको त आगमन विधि हो। के हो यसको? आगमन विधि हो है। प्रश्न नम्बर हामी कतिमा छौँ? 32 मा परियोजनामा आधारित सिकाइबाट विद्यार्थीमा कुन सिपको विकास हुन्छ? जुन चाहिँ परियोजनामा आधारित सिकाइबाट विद्यार्थीमा कुन सिपको विकास हुन्छ? एमा समालोचनात्मक चिन्तन, सृजनाशीलता र सहकार्यात्मक सिकाइ, सहयोगात्मक सिकाइ? माथि सबै भने जस्तै सृजनाशीलता र सहकार्यात्मक सिकाइ हुन्छ है। प्रश्न नम्बर हामी कतिमा छौँ? 33 स्थानीय पाठ्यक्रम निर्माण गर्ने मुख्य आधार तलका मध्ये कुन हो? जुन चाहिँ स्थानीय पाठ्यक्रम निर्माण गर्ने मुख्य आधार तलका मध्ये कुन हो? कुन होला भन्नुहोस् त? राष्ट्रिय शिक्षा नीति 2076, राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076, शिक्षा ऐन तथा नियमावली, स्थानीय सरकार सञ्चालन ऐन 2074 भने यसको राइट आन्सर हो राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076। प्रश्न नम्बर हामी 34 बाल केन्द्रित शिक्षण विधि कस्तो हुनु राम्रो मानिँदैन? एमा क्रियाकलाप केन्द्रित, बीमा शिक्षक केन्द्रित, सीमा सिकाइ केन्द्रित, डीमा उत्प्रेरित भनेको छ। कुन होला भन्नु त? यो के होला तपाईलाई? यो चाहिँ क्रियाकलाप केन्द्रित चाहिँ बाल केन्द्रित शिक्षण विधि कस्तो हुनु राम्रो हुँदैन भनेपछि क्रियाकलापमा केन्द्रित हुनु चाहिँ राम्रो हुँदैन है। प्रश्न नम्बर 35 शिक्षण सिकाइका क्रममा विद्यार्थीलाई मूर्त धारणाको विकास गराउन तलका मध्ये कुन सामग्रीको महत्त्वपूर्ण भूमिका हुन्छ? पाठ्यक्रम, पाठ्यपुस्तक, शैक्षिक सामग्री, शिक्षक निर्देशिका? शैक्षिक सामग्री भनेको चाहिँ सबै पढिहाल्छ क्या त्यसमा। शैक्षिक सामग्री आउने बित्तिकै सिधा त्यसमा आँखा चिम्म गरेर हान्दिने। प्रश्न नम्बर 36 राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 अनुसार कक्षा 6 देखि 8 मा कति अङ्क भारको अन्तिम मूल्याङ्कन हुने व्यवस्था गरेछ? जो कक्षा 6 देखि 8 तपाईलाई कक्षा 3, 4, 5, 6, 7, 8 सम्म तपाईँ के हुन्छ? 50 अङ्क भार हुन्छ है। प्रश्न नम्बर हामी कति? 37 नेपालमा अक्षराङ्क पद्धतिलाई कहिलेदेखि साधारण धारको एसएलसी परीक्षामा लागू गरिएको थियो? कहिलेदेखि? यो त 2072 सालदेखि गरेको थियो है। प्रश्न नम्बर 38 विद्यार्थीहरूको सिकाइ उपलब्धिको परीक्षणमा तलका मध्ये कुन पक्षलाई विशेष जोड दिइँदैन गरे? यो चाहिँ के कुन पक्षलाई चाहिँ विशेष जोड दिइँदैन भनेछ? कुन पक्षलाई होला भन्नु त? विशिष्टीकरण तालिकाको निर्माण, बीमा रहेछ स्तरीय परीक्षा साधनको विकास र प्रयोग, परीक्षण विधि र मूल्याङ्कनको एकरूपता, यसमा चाहिँ हुँदैन है। बारम्बार भन्न छु मैले एकदम महत्त्वपूर्ण एकदम भिआइपी सेट तपाईले एन्सर गर्न पाउनुहुन्छ। कम्प्युटर आइक्यू सेवा सम्बन्धी सबभन्दा एकदम महत्त्वपूर्ण तपाईलाई धेरै भन्दा धेरै क्वेशन फसेको
पोर्सालमा पसेको भिआइपी सेटहरू तपाईँले 10 वटा सेट पाउनुहुन्छ। तपाईँले 2 दिन पढेर पनि तपाईँले लाइसेन्स निकाल्न सक्नुहुन्छ। 10 वटा सेटको आरएस कति 500 राखेका छौँ। तपाईँले धेरैजना लग्नुभएको छ, तर वाट्सएपमा आएर चाहिँ सोध्न त पाइयो, धेरै अनावश्यक कुरा सोध्न पाइनँ। त्यो स्क्याम हो कि लुड्ने हो कि त्यो नसोध्नुहोस्। योभन्दा पहिला धेरै विद्यार्थी लग्नुभएको छ। नम्बर आएको छ 9769443570। यस्तो त मैले कतिलाई बेचेँ, तपाईँलाई कतिलाई धेरै विद्यार्थीलाई दिइसकेको छु। तपाईँले त्यस्तो स्क्याम केही हुँदैन, सरासर पेमेन्ट गर्ने आउने म पठाइदिन्छु है। 10 वटा भिआइपी सेट है। प्रश्न नम्बर 39, विद्यार्थीहरूमा ज्ञान सिप र दक्षता प्राप्त भएको छ या छैन भनी परीक्षण गर्न प्रयोग गरिने साधनलाई डर भनिन्छ। प्रयोगात्मक परीक्षण, श्रेणीमापन, रुचि सूची, अवलोकन। यसको राइट आन्सर हो रुचि सूची है। प्रश्न नम्बर 40 मा कार्यमूलक अनुसन्धानका चरणहरू कतिवटा छन्? कार्यमूलक अनुसन्धानका चरणहरू कति छन् थाहा छ? थाहा छ या छैन? यसको राइट आन्सर हो 4 वटा हुन्छ। प्रश्न नम्बर 41 मा ध्यान दिएर हेर्नु ल। तल दिएका मध्ये शिक्षकद्वारा चक्रीय रूपमा गरिने अनुसन्धान कुन हो भनेछ? आधारभूत अनुसन्धान हो कि कार्यमूलक अनुसन्धान हो कि प्रायोगिक अनुसन्धान हो कि माथिका कुनै पनि होइन? यसको राइट आन्सर हो प्रायोगिक अनुसन्धान होइन है। हो कुन हो भनेछ? प्रायोगिक अनुसन्धान हो। कार्यमूलक अनुसन्धानबाट केबाट निर्देशित हुन्छ? कार्यमूलक अनुसन्धान केबाट निर्देशित हुन्छ? तथ्याङ्क सङ्कलन, समस्या पहिचान, उद्देश्य निर्माण, कार्यान्वयन र अवलोकन भनेको छ। यसको राइट आन्सर रहेको छ तपाईँ के होला? समस्या पहिचान। सबभन्दा पहिला के हो? समस्या पहिचान गर्नु है। त्यसपछि 43 घटना अध्ययनको दुर्बल पक्ष तलका मध्ये कुन होइन भने जुन चाहिँ घटना अध्ययनको दुर्बल पक्ष तलका मध्ये कुन होइन? गहन अध्ययन, न्यून सामान्यीकरण विधि, अव्यवस्थित विधि, अनुसन्धानकर्ताको अधिक आत्मबल भनेको छ। गहन अध्ययन है, गहन अध्ययन होइन, गहन अध्ययन चाहिँ होइन। कम्प्युटरको क्वेसन आएको छ। माइक्रोसफ्ट वर्डमा Ctrl+G ले तलका मध्ये कुन कार्यलाई जनाउँछ? इन्सर्ट लिङ्क, अन्डरलाइन, हाइलाइट, सिलेक्सन, फाइन्ड एन्ड रिप्लेस अप्सन, जस्टिफाई प्याराग्राफ, एग्लिमेन्ट भने चाहिँ यसलाई फाइन्ड एन्ड रिप्लेस अप्सन। प्रश्न नम्बर 45 नेपालका सबै विद्यालयमा आइइएमआई या सफ्टवेयर अनिवार्य रूपमा प्रयोग गर्ने कार्यको थलानी कहिलेदेखि भएको? यो चाहिँ विग्रह 2028 हो कि विग्रह 2071, 72, 73 भने चाहिँ रहेछ 2073 बाट हो। वाट इज द फुल फर्म अफ गुगल? गुगलको फुल फर्म के हो? जी भनेको के हो? ग्लोबल, ओ भनेको अर्गनाइजेसनल, ओ भनेको अफ, ओ अनि जी भनेको के हुन्छ? जी भनेको ग्रुप, ओरिएन्ट, ग्रुप, ल्याङ्ग्वेज अफ अर्थ। ग्लोबल अर्गनाइजेसन अफ ओरिएन्ट, ग्रुप, ल्याङ्ग्वेज अफ अर्थ हुन्छ। प्रश्न नम्बर 47 यो चाहिँ आइक्यू रहेछ, धेरै ध्यान दिएर दिमाग लाउनु है। हरि एउटा लाइनमा सुरुबाट कति 14औं स्थान र अन्तिमबाट 5औं स्थान भने 14 र 5 जोडेर कति भयो? 19 हुन्छ। तर हरिलाई गणना भएन, कति भयो? यहाँ 18 भयो। 18 वटा जना छन् है। हरिलाई 18 जना छन् है, किनकि हरिकोलाई गणना हुँदैन, 18 जना छन्। तपाईले एकजना घटाउने 18 हुन्छन् है। केटीहरूको संख्या कति बढाउँदा केटाहरूको संख्या कति बढाउँदा त्यस लाइनमा 32 पुग्छन्। अब 18 मा कति जोड्यो भने 32 हुन्छ? 18 मा कति जोड्यो भने 12 जोड्यो भने 32 हुन्छ। 13 14 जोड्नु पर्यो, 14 हुन्छ। 14 एन्सर राइट हुन्छ। तपाईले बारम्बार भनिरहेको छु, एकदम महत्त्वपूर्ण भिआइपी मोडल सेट लगेर तपाईले सर्ट समयमा तपाईले लाइसेन्स निकाल्ने सम्भावना, यानी कि लाइसेन्स निकाल्न चाहनुहुन्छ भनेपछि तपाईले आरएस 500 रुपैयाँमा तपाईले 10 वटा भिआइपी सेट पाउनुहुन्छ, जसको एन्सर बन्छ तपाईलाई नम्बर रहेको छ 9769443570 मा कन्ट्याक्ट गर्नु होला, व्हाट्सएपमा मेसेज है। 48 उपयुक्त विकल्प छनौट गरी श्रेणी क्रम पुरा गर्नुहोस्। 10 दुना 20, 20 दुना 40, 40 दुना 80, 80 दुना 160, 160 दुना 320।
के हुन्छ 320। प्रश्न नम्बर 49 समूहमा नमिल्ने कुन हो भनेछ बस टायरी ओयल इन्जिनी भनेछ बस चाहिँ मिल्दैन। प्रश्न नम्बर 50 मा खाली ठाउँमा कुन अङ्क उपयुक्त हुन्छ 20 25 30 र 35। अब 7 मा 4 जोड्यो भने कति भयो 11 3 1 4 भयो 9 मा 16 मा 9 जोड्यो भने कति भयो 16 9 25 हुन्छ 25 भयो। कहाँ छ 25 बी मा। थ्याङ्क यू सो मच भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा। भोलि अर्को नयाँ भिडियो भेटौँला। च्यानललाई सब्स्क्राइब गर्न नभुल्नु। थ्याङ्क यू सो मच।